सम्पूर्णमा नमस्कार। आजको यो भिडियोमा म चिनी धेरै खाँदा तितो हुन्छ भन्ने नेपाली भनाइलाई अर्थशास्त्रको नियम सीमान्त उपयोगिता ह्रास नियम अथवा ल अफ डिमिनिसिङ मार्जिनल युटिलिटी बाट प्रमाणित गरेर देखाउनेछु। यस भिडियोमा म सीमान्त उपयोगिता ह्रास नियम वा ल अफ डिमिनिसिङ मार्जिनल युटिलिटी को परिचय, यसका मान्यताहरू र यसलाई तालिका र रेखाचित्रबाट प्रष्ट हुने गरी व्याख्या गर्नेछु। सिधै सीमान्त उपयोगिता ह्रास नियमतिर जानुभन्दा अगाडि पहिला सुरुमा चाहिँ म थोरै कुरा गर्छु उपयोगिता वा युटिलिटीको। सामान्य भाषामा चाहिँ उपयोगिता भनेको कुनै पनि वस्तु तथा सेवा उपयोग गर्ने सम्मको क्षेत्रलाई मात्रै जनाउँछ। तर अर्थशास्त्रले कुनै पनि वस्तु तथा सेवा उपयोग गरेदेखि त्यसबाट प्राप्त हुने सन्तुष्टिलाई पनि के गर्छ, समेट्छ। हेर्नुस् त, युटिलिटी द सेटिस्फ्याक्सन or pleasure a person gets from consuming a goods or service। कुनै पनि वस्तु तथा सेवा को कन्ज्युम गरे बापत, वस्तु तथा सेवा प्रयोग गरे बापत चाहिँ के हुने, प्राप्त हुने सेटिस्फ्याक्सन र प्लेजर लाई चाहिँ के भनिन्छ, स्पेशली इकोनोमिक्सको भाषामा युटिलिटी भनेर भनिन्छ। हामी कुरा गर्दै छौं सीमान्त उपयोगिता ह्रास नियमको। त्यसै कारणले गर्दा थोरै सीमान्त उपयोगिता वा मार्जिनल युटिलिटी भनेको के हो भन्ने कुरालाई पनि थोरै बुझिराखौं। अब एडिशनल सेटिस्फ्याक्सन अ पर्सन गेट्स फ्रम कन्ज्युमिङ वान मोर युनिट हो। एउटा थप एकाइको प्रयोग गरे बापत प्राप्त हुने अतिरिक्त एडिशनल सेटिस्फ्याक्सनलाई चाहिँ के भनिन्छ, सीमान्त उपयोगिता भनेर भनिन्छ। यसले भन्न खोजेको चाहिँ के हो भन्दा, जस्तो हामीले कुनै पनि वस्तु तथा सेवा चाहिँ वस्तु चाहिँ के गरिरहेका छौं, कन्ज्युम गरिरहेको छौं। कन्ज्युम गर्दाखेरि हामीलाई केही लेभलमा सेटिस्फ्याक्सन भइरहेको हुन्छ। अब त्यसै वस्तुमा त्यही वस्तुको अर्को एकाइ थप गर्दाखेरि जति थप अतिरिक्त उपयोगिता प्राप्त हुन्छ हो त्यसलाई चाहिँ सीमान्त उपयोगिता भनेर भनिन्छ। युटिलिटी र मार्जिनल युटिलिटीको बारेमा केही जानकारी पाइसकेपछि अब हामी तयार भयौं सीमान्त उपयोगिता ह्रास नियम वा ल अफ डिमिनिसिङ मार्जिनल युटिलिटी बुझ्नको लागि। सुरु गरौं यो सिद्धान्तलाई कसले डेभलप गरेका हुन् र कहिले डेभलप गरेका हुन् भन्ने कुराबाट। यो नियमको प्रतिपादन चाहिँ सन् 1854 मा जर्मनी अर्थशास्त्री हर्मन हेनरिच गोसेनले गरेका हुन्। त्यसै कारणले गर्दा यो नियमलाई गोसेनको पहिलो नियम पनि भनेर भनिन्छ। अब यो नियमले चाहिँ के भन्छ भन्दाखेरि, तपाईले कुनै एउटा चीज उपयोग गर्नुभयो हो, जस्तो मैले अघि फर्स्टमै भनेको थिएँ एउटा नेपाली भनाइ, चिनी धेरै खाँदा चाहिँ के हुन्छ, तितो हुन्छ भने जसरी। मानिलिउँ तपाईले 1 चम्चा चिनी खानुभयो सुरुमा हो। सुरुमा चिनी खानुभयो, फर्स्ट चोटी चिनी खाँदाखेरि 1 चम्चा खाँदाखेरि गुलियो मिठो हुन्छ। त्यसैगरी क्रमशः अर्को चम्चा, फेरि अर्को चम्चा के गर्नु हुँदा थप्दै खाँदै जाँदाखेरि चाहिँ त्यो चिनीबाट प्राप्त हुने सन्तुष्टि चाहिँ के हुन्छ, बिस्तारै कमी हुँदै जान्छ भन्ने कुरा चाहिँ यो नियमले के गर्छ, प्रमाणित गर्छ। एज अ पर्सन हु कन्ज्युम्स मोर एन्ड मोर युनिट्स अफ ए गुड हो, एउटा कुनै पनि वस्तुलाई एउटा एकाइ त्यसपछि थप धेरै एकाइहरू बिस्तारै थप्दै जाँदाखेरि चाहिँ किपिङ अदर थिङ्स कन्स्टेन्ट, अरू अन्य कुराहरूलाई यथावत राख्ने हो, उसका इच्छाका कुराहरू अन्य विभिन्न प्रकारका कुराहरूलाई चाहिँ एकछिन साइड राख्ने, यतिकै राख्ने, कन्स्टेन्ट राख्ने। अनि त्यसपछि के हुन्छ अरे भन्दा द सेटिस्फ्याक्सन, यसलाई हामी मार्जिनल युटिलिटी भनौं, गेन फ्रम इच एडिशनल युनिट गोज अन डिक्रिजिङ भनेको पछि थप गर्दै गएको, प्रयोग गर्दै आएको एकाइहरूबाट चाहिँ के हुन्छ, प्राप्त हुने मार्जिनल युटिलिटी अथवा सेटिस्फ्याक्सन जे भनौं त्यो चाहिँ के हुँदै जान्छ, बिस्तारै कम हुँदै जान्छ। यस्तो अवस्था आउँछ त्यहाँनिर चाहिँ कम हुँदै गइसकेपछि त्यसप्रति वितृष्णा जाग्न थाल्छ भनेर भनिएको छ। अब यस्तो चाहिँ किन हुन्छ त, एउटा वस्तु हो सुरुमा युज गर्दाखेरि चाहिँ धेरै खुसी लाग्ने हो, धेरै सन्तुष्टि प्राप्त हुने, त्यसपछि त्यही वस्तु फेरि युज गर्दाखेरि के हुने, अलिकति कम, त्यसपछि फेरि युज गर्दा कम, बिस्तारै युज गर्दै जाँदाखेरि चाहिँ त्यसप्रति वितृष्णा जाग्ने खालको चाहिँ हामीलाई किन हुन्छ, रिजन के छ होला त्यसको पछाडि भन्दाखेरि, रिजन चाहिँ हेर्नुस् त, ह्युमन वान्ट्स आर लिमिटेड। मान्छेको इच्छा
लिमिटेड छ हो। यसले यो इच्छाले के जनाउँछ भन्दाखेरि कुनै पनि एउटा वस्तु प्रयोग गर्ने इच्छा चाहिँ के हुन्छ, लिमिटेड हुन्छ हो। एकचोटि युज गरिसकेपछि अब फेरि दोहोऱ्याएर त्यही युज गरौँ भन्यो भने खासै मन लाग्दैन। अब आफै यसो विचार गरौँ, हामी हरेक कुरा चाहिँ के गर्छौँ, नयाँ नयाँ चाहन्छौँ। किन चाहन्छौँ होला भन्दाखेरि हाम्रो इच्छा नै लिमिटेड छ। एउटा वस्तुबाट हामी धेरै सेटिस्फ्याक्सन गेन गर्न सक्दैनौँ, धेरै खुसी हुन सक्दैनौँ, जसको कारणले गर्दा यो सीमान्त उपयोगिता ह्रास नियम अथवा ल अफ डिमिनिसिङ मार्जिनल युटिलिटी चाहिँ के हुन्छ, लागू हुन्छ। अझ यो ठ्याक्कै हाम्रो लाइफमा चाहिँ के हुन्छ, लागू हुन्छ। यो नियमको परिचय पछि अब कुरा गरौँ यसका मान्यता वा एजम्पसन्सहरूको। फर्स्ट एजम्पसन रहेको छ रेसनल कन्ज्युमर्स हो। उपभोक्ता वा कन्ज्युमर्सको चाहिँ मेन एम भनेको के हुनुपर्छ अरे भन्दाखेरि सकेसम्म म्याक्सिमम सेटिस्फ्याक्सन चाहिँ त्यो गुड, त्यो वस्तु युज गरेपछि पाऊँ भन्ने चाहिँ हुनुपर्छ भनेको छ। अर्को चाहिँ होमोजेनियस युनिट्स हो। भनेको चाहिँ के भन्दाखेरि हामीले कुनै पनि वस्तु प्रयोग गरेपछि थप वस्तुहरू प्रयोग गर्दै जाने युनिटहरू चाहिँ के हुनुपर्छ, सेम होमोजेनियस हुनुपर्छ। कसरी हुनुपर्छ भन्दाखेरि युनिट्स अफ द गुड आर आइडेन्टिकल इन साइज पनि उस्तै हुनुपर्छ, उत्रै हुनुपर्छ। क्वालिटी एउटै र टेस्ट पनि के हुनुपर्छ, सेम टु सेम हुनुपर्छ भनिएको छ। अब अर्को चाहिँ कन्टिन्युअस कन्जम्सन। अब यो कन्जम्सनको प्रोसेसमा हो, यो नियम लागू हुनको लागि चाहिँ के हुनुपर्छ भन्दाखेरि तपाईको एउटा युनिट प्रयोग गरेपछि अर्को युनिट चाहिँ के हुनुपर्छ, कन्टिन्युअस चाहिँ प्रयोग भइरहनु पर्छ। युनिट आर कन्ज्युम्ड वान आफ्टर एनदर विदिन नो लङ ग्याप हो। कन्टिन्युअस हुनुपर्छ, लामो समयको ग्याप चाहिँ हुनु हुँदैन। यदि लामो समयको ग्याप भयो भने चाहिँ के हुन सक्छ भन्दाखेरि मान्छेको यो मुड त हो जतिखेर पनि चेन्ज हुन सक्छ, जतिखेर पनि चेन्ज भएर टेस्ट, मुड सबै कुरा परिवर्तन आउन सक्छ। सो लामो प्रोसेस चाहिँ हुनु हुँदैन, कन्टिन्युअस हुनुपर्छ। अर्को चाहिँ कन्स्ट्यान्ट टेस्ट एन्ड प्रिफरेन्स हो। अब यो कन्जम्सनको पिरियड भरि हो एउटा कन्ज्युमरको चाहिँ के हुनु हुँदैन, टेस्ट र प्रिफरेन्सहरू चाहिँ के हुनु हुँदैन, परिवर्तन हुनु हुँदैन। इफ परिवर्तन हुन्छ भने यो ल अफ डिमिनिसिङ मार्जिनल युटिलिटी अथवा सीमान्त उपयोगिता ह्रास नियमको काम छैन, लागू हुँदैन। हेर्नुस् त, कन्ज्युमर्स टेस्ट एन्ड ह्याबिट रिमेन्स सेम ड्युरिङ कन्जम्सन। कन्जम्सनको पिरियड भरि के हुनु हुँदैन, प्रिफरेन्स र कन्ज्युमरको चाहिँ टेस्टहरू चाहिँ चेन्ज हुनु हुँदैन। अर्को छ युटिलिटी इज मेजरेबल हो। अब यो नियम चाहिँ लागू हुनको लागि अर्को मेन कुरा भनेको चाहिँ युटिलिटी अथवा हाम्रो सन्तुष्टि चाहिँ के गर्न सक्छौँ, उपयोगिता चाहिँ हामीले गणना गर्न सक्छौँ। न्युमेरिकल टर्ममा चाहिँ के गर्न सक्छौँ, हामीले यसलाई क्याल्कुलेट गर्न सक्छौँ। सेटिस्फ्याक्सन MU क्यान बी मेजर्ड इन न्युमेरिकल टर्म हो। न्युमेरिकल टर्ममा हामीले के गर्न सक्छौँ, मेजर गर्न सक्छौँ र यसको युनिट भनेको चाहिँ के रहनेछ, युटिल्स रहनेछ। मैले चाहिँ यहाँ एजम्पसनहरू चाहिँ मुख्य 5 वटा मात्रै राखेको छु हो। तपाईको टेक्स्ट बुकमा चाहिँ 5 वटा भन्दा धेरै पनि हुन सक्छ, सायद 6 पनि है। अब चाहिँ यो नियमलाई म तालिका र रेखाचित्रबाट क्लियरली व्याख्या गर्नेछु। सुरु चाहिँ तालिकाबाट गरौँ, टेबलबाट लेखौँ। टेबलमा यो के हो, ल अफ डिमिनिसिङ मार्जिनल युटिलिटी। अब यहाँ टेबल राखौँ। फर्स्टमा राखौँ युनिट्स अफ सुगर हो। यो चाहिँ इन स्पुन राखौँ। अघि न सुरुको त्यो नेपाली भनाइलाई यहाँ म तपाईलाई तालिका सहित प्रमाणित गर्नेछु। नेपाली भनाइ के थियो भन्दा चिनी धेरै खाँदा के हुन्छ, तितो हुन्छ भन्ने भनाइलाई तालिकाबाट प्रमाणित गर्छु। अब युनिट्स राखिसकेपछि हामी यहाँनिर TU राखौँ हो। अब TU चाहिँ राख्दियौँ, त्यसपछि MU राखौँ है।
र MU भएपछि यहाँनिर राखौँ 1 2 3 4 5 5वटा मात्रै राखौँ, धेरै पनि नजाउँ, किन धेरै गइरहनु। अब यो मार्जिनलबाटै सुरु गरौँ। 30 20 10 0 -10। अब TU पनि राखिदिउँ। 30 30 20 50 10 60 60 60 र 50 हो। हेर्नुहोस् त, अघिको नेपालीको भनाइ त्यो थियो नि, चिनी धेरै खाँदा के हुन्छ, तितो हुन्छ भन्ने कुरा। यहाँनिर हेर्नुहोस् त, यो भनेको हाम्रो सेटिस्फ्याक्सनको लेभल हो। 1 चम्चा चिनी खाँदा चाहिँ सुरुमा के हुँदो रहेछ, खुसी लाग्दो रहेछ हो। यो अब चिनी मन पर्नेको लागि। अब मन पर्दैन भने हामी चिनीको सट्टा चक्लेटहरू पनि राख्न सक्छौँ। मैले चाहिँ अब त्यही भनाइलाई नै कन्टिन्युटी दिँदै चिनीको कुरा गरेँ। पहिलो चम्चा खाँदाखेरि चाहिँ के हुन्छ अरे भन्दा धेरै खुसी आउँछ अरे क्या। 30 युटिल्स बराबरको सेटिस्फ्याक्सन चाहिँ हामीलाई प्राप्त हुन्छ। त्यसपछि अब एकछिनपछि लगत्तै के खाइयो, अर्को 1 चम्चा पनि थपेर खाइयो। 1 चम्चा अगाडि खाइयो हो, मजा आयो, 30 युटिल्स बराबरको हामीलाई सेटिस्फ्याक्सन पायो। अब फेरि त्यही 1 चम्चा चिनी चाहिँ फेरि थप्दाखेरि हेर्नुहोस् त, सुरुमा जति मजा आएको थियो, जति खुसी लागेको थियो खाँदाखेरि होइन, जति सेटिस्फ्याक्सन फिल आएको थियो, त्यति चाहिँ भएन, अलिकति कम भयो। अब त्यसै गरी तेस्रो चम्चा हेर्नुहोस् त, तेस्रो चम्चा खाँदाखेरि पनि ठिकै, अब चाहिँ अब खाइयो भने जस्तो फिल आयो। अब चौथो चम्चा खाँदाखेरि हेर्नुहोस् त, के भयो, अब पुगिसक्यो, अब रहर पुग्यो, अब खाइन्न हो। यो चाहिँ अझ यसलाई चाहिँ भन्नु पर्दाखेरि फुल स्याटिटी लेभल पनि भन्छ क्या, स्याटिटी लेभल अथवा म्याक्सिमम सेटिस्फ्याक्सन लेभल हो। यसलाई नेपालीमा भन्नुपर्दा चाहिँ पूर्ण सन्तुष्टिको बिन्दु भन्छ। अब चौथो चम्चा, चौथो युनिटवाला चौथो एकाइ, चौथो चम्चा चाहिँ के गर्दा चिनी खाँदाखेरि चाहिँ अब सकिन्न, अब पुग्यो भन्नेवाला फिल आयो हो। अझै अब जबरजस्ती खाइयो, अब केही न केही गरी खाइयो, कसैले अब कर गरेर के भयो, ला फेरि 1 चम्चा खा भनेर थपिदिनु भयो। अब तपाईँको कति भयो, 5औं भयो हो, 5औं चम्चा खानुभयो तपाईँले। त्यो खाँदाखेरि चाहिँ छ्या दिक्कै लाग्यो, अब पुग्यो, अब खाइन्न जिन्दगीमा, अब जिन्दगीभरि चिनी खाइन्न भन्नेवाला वृत्तिस्ना जाग्छ हो। यो सम्मको अवस्था चाहिँ के हुन्छ, सीमान्त उपयुक्तता ह्रास नियमले देखाउँछ भनेको हो। अब यस्तो किन हुन्छ भनेर मैले अघि पनि भने थिएँ, फेरि एकचोटि भन्छु। किन हुन्छ अरे भन्दा मान्छेलाई चाहिँ एउटा चिजबाट चाहिने सेटिस्फ्याक्सन चाहिँ मिनिमम सेटिस्फ्याक्सन चाहिँ के छ, एकदम लिमिटेड छ। जस्तो अब तपाईँले चिनी खाँदाखेरि एकचोटि खाँदाखेरि चाहिँ मजा आउँछ अरे हो, दोस्रोचोटि तेस्रोचोटि चौथोचोटि खाँदै जाँदा मन पर्दैन। यो हाम्रो ह्युमन नेचर नै हो। यही नियमलाई चाहिँ म रेखाचित्रबाट पनि प्रष्ट पार्छु है त। अब हेर्नुहोस् त, यो नियम पनि म अघि नकै सुरुको जुन कुराबाट मैले भिडियो सुरुवात गरेको थिएँ त्यही कुरालाई कन्टिन्युटी दिँदै हो। चिनी धेरै खाँदा के हुन्छ भन्दाखेरि तितो हुन्छ भन्ने कुरालाई नै अब रेखाचित्रबाट प्रष्ट पार्दैछु। अब यहाँनिर राखौँ सीमान्त उपयोगिता, यहाँनिर राखौँ यो यसलाई क्यू भनेर लेखौँ हो। अब क्यू राखौँ। अब हाम्रो क्यू कति छ भन्दाखेरि यहाँ लेखौँ 1 2 3 4 र 5। अब सीमान्त उपयोगिता सबैभन्दा कम भनेको 0 हो, सबैभन्दा धेरै भनेको कति छ, 30 छ। सो हामीले अब 10 को फरकमा राखिदिउँ, 10 20 30, अलिकति कमै भयो, अलि ठुल्ठुलो राखौँ है ल। 10 20 30 40 सम्म राखौँ ल। अब हेर्नुहोस् त, 1 चम्चा चिनी खाँदाखेरि सुरुमा कति
30 युटिल्स बराबरको सेटिस्फ्याक्सन चाहिँ हामीलाई मिलेको थियो अरे। हेर्नुहोस् त 1 यहाँ छ 30 यहाँ छ। त्यसै गरी अब 2 चम्चा खाँदा 20, 3 चम्चा खाँदा 10, 3 चम्चा खाँदा 10 माइनस 10 माइनस 20। अब 4 चम्चा खाँदा कति हो? पुग्यो, अब पुगिसक्यो। 5औं चम्चा खाँदाखेरि त जिन्दगीभरि अब चिनी खाँदैन भन्ने वाला फिल आइसक्यो। अब यसलाई यसरी जोड्दै 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 जाउँ। यो चाहिँ के हो? एमयु सीमान्त उपयोगिता हो। हेर्नुहोस् त यो तालिकाले पनि के देखाएको छ भन्दाखेरि हामीले एउटै वस्तु चाहिँ धेरै युनिटमा, त्यही वस्तुको धेरै युनिट प्रयोग गर्दै जाँदाखेरि के हुन्छ? सुरुमा धेरै सेटिस्फ्याक्सन मिल्छ, त्यसपछि कम मिल्छ, अझै कम, अनि एउटा यस्तो पोइन्ट आउँछ त्यहाँ चाहिँ पुग्यो, अब यहाँभन्दा धेरै खान सकिन्न हो। यो लेभलले चाहिँ एमयु इक्वल्स टु 0 भएको लेभललाई चाहिँ फुल स्याटिटी लेभल भनेर भन्छ है। फुल स्याटिटी लेभल पूर्ण सन्तुष्टिको बिन्दु भन्छ। त्यसपछि चाहिँ अब अझै कन्ज्युम गर्दै गइयो भने चाहिँ के हुन्छ? नेगेटिभमा जान्छ। त्यो भनेको जिन्दगीमा अब चाहिएन। मैले नेपालीको त्यो एउटा भनाइ चिनी धेरै खाँदाखेरि तितो हुन्छ भन्ने भनाइलाई चाहिँ अर्थशास्त्रको भाषामा, अर्थशास्त्रको नियम प्रयोग गरेर तपाईहरुलाई बुझाउने कोसिस गरेँ। हुन त यो भनाइलाई विषयगत रूपमा हेर्दाखेरि चाहिँ छुट्टै छुट्टै विषयका छुट्टै छुट्टै टिचरहरूले, छुट्टै छुट्टै विषयमा इन्ट्रेस्ट भएको छुट्टै छुट्टै मान्छेहरूले चाहिँ छुट्टै छुट्टै तरिकाले व्याख्या गर्नुहुन्छ। नेपालीको मा इन्ट्रेस्ट लाग्ने मान्छेहरूले, व्यक्तिहरूले चाहिँ के गर्नुहुन्छ? आफ्नो तरिकाले व्याख्या गर्नुहुन्छ। यसलाई उखान टुक्काको रूपमा व्याख्या गर्नु होला हो। अब यसै गरी सामाजिक पढाउनेले आफ्नो तरिकाले व्याख्या गर्नु होला। विज्ञान पढ्नेले यसलाई अब भिटामिन हैन अन्य विभिन्न इन्जाइमका कुराहरूबाट जोड्नु होला, डिफ्रेन्ट टाइपको हर्मोन्सका कुराहरू जोड्नु होला। तर मलाई चाहिँ अर्थशास्त्रमा इन्ट्रेस्ट लाग्ने भएको कारणले गर्दा अर्थशास्त्रको नियमसँग जोडेर त्यो नेपाली उखान भनौँ कि जोस नेपाली भनाइ चिनी धेरै खाँदा चाहिँ के हुन्छ? तितो हुन्छ भन्ने भनाइलाई चाहिँ अर्थशास्त्रको नियम प्रयोग गरेर तपाईहरुलाई बुझाएँ। अर्को रूपमा भन्नुपर्दाखेरि चाहिँ अर्थशास्त्रको नियमलाई मैले त्यो उदाहरणसँग जोडेर जति सक्दो बुझाएँ। अब तपाईहरुलाई यसमा केही कन्फ्युजन छ हो, हैन अब स्टोरी पनि बुझाउन सकिन्छ भन्ने केही खालको सल्लाह सुझाव राय छ भने तपाईहरुले मलाई कमेन्ट गर्न सक्नुहुन्छ। अहिलेको लागि थ्यांक यू सो मच। थ्यांक यू। हैव अ गुड डे।